सो हेलो गाइज, गुड मर्निङ। हामी चाहिँ उठिसकेको छौँ बिहान र मैले नुहाइसकेँ, पूजा पनि गरिसकेँ। त्यसको भिडियो चाहिँ गर्न पाइनँ, सरी। र हामी अब बेडको हालत त्यस्तो छ, उहाँ उठेर मिलाउनुहुन्न, मैले मिलाउनु पर्ने हुन्छ। इभान्स ए हाई भनिदेऊ। हाई। अहिले हाम्रो यता बाबु नानीको खाना बन्दैछ। यता हाम्रो दिदीले रेडी पार्दै हुनुहुन्छ। के बन्दैछ, के हालिन्छ भनेर म चाहिँ अहिले देखाउँछु। र यता मेरो नन्दले मिठो चिया पकाउँदै हुनुहुन्छ। यता चाहिँ धनिया रेडी पार्दै हुनुहुन्छ दिदीले, छानेर एकदम सरसफाइमा एकदम क्लिन चाहिन्छ हाम्रो दिदीलाई। चपिङ बोर्ड चाहिँ सफाइ हो साथीहरू, देखेको चाहिँ नराम्रो यसमा। हामी चाहिँ अब यहाँ नास्ता खाना रेडी भइसकेको छौँ। यो बिस्कुट सबैलाई थाहा होला साथीहरू, मोनाको दिस इज बेस्ट बिस्कुट अहिलेको लागि, मेरो लागि चाहिँ है एकदमै मन परिरहेको छ मलाई। अनि यता चाहिँ चिया खान्छु। छ हाम्रो बाबु नानीको नास्ता। यो चाहिँ ठुलो नानीको, यो सानो बाबुको। यो चिकन रोस्ट, यो चाहिँ हाम्रो नानीलाई धेरै मनपर्छ चिकन। कहाँ जानलाई भन्दाखेरि हामी बेलौरी जाँदैछौँ। यता चाहिँ मेरो नन्द पनि रेडी भइसक्नुभयो। कहाँ जाँदैछौँ भन्दाखेरि यता अङ्कलको घरमा। ल साथीहरू, अब रेडी भइसक्यौँ सबैजना। को जाँदैछौँ भनेर म अहिले देखाउँछु तपाईँलाई। अहिलेको लागि बाई। हामी चाहिँ अब हिँड्न लागेको घरबाट। यता हाम्रो दिदी हुनुहुन्छ। हामी बेलौरी जाँदैछौँ। तपाईँले गाना सुन्नुभएको छ, बेलौरीको ट्यापै त्यही ठाउँमा जाँदैछौँ। कस्तो छ भन्नु तपाईँहरूलाई पनि देखाउँछौँ। हामी जाँदैछौँ। हामी चाहिँ गेटबाट निस्किसक्यौँ। यता चाहिँ इभान्स पनि रेडी भइसकेको छ। इभान्स यहाँ हेलो गर्दै। अनि हामी रेडी भइसकेको छौँ साथीहरू जानलाई। यता हुनुहुन्छ सबैजना उभिराख्नु भएछ, वेटिङमा छौँ। यता हाम्रो अङ्कल हिँडिसक्नुभयो। हाम्रो गाडी आइसकेको छ यता। अब हामी गाडीमा चढ्छौँ। गाडी चाहिँ मेरो पछाडि छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो हाम्रो एरिस्टोको गाडी। एरिस्टोको गाडीमा हामी आज जान्छौँ। एरिस्टो भनेको तपाईँहरूलाई थाहा नै होला, धनगढीको एकदमै फेमस स्कुल, हाम्रो टप स्कुल। योचोटि हाम्रो स्कुलले टप हान्न सफल भएको छ सुदूरपश्चिमभरि। साथीहरू हामी चाहिँ अब चढ्छौँ गाडीमा। एकछिनमा फेरि आउँछु तपाईँहरूलाई देखाउनको लागि। हामी एकदमै राम्रो भएको छ बाटो, तपाईँहरू हेर्न सक्नुहुन्छ। धनगढी पनि एकदमै राम्रो भइसकेको छ अहिले हेर्दा हेर्दै। यो चाहिँ भाटबडी जाने बाटो साथीहरू। यता चाहिँ हाम्रो दिदी हुनुहुन्छ। यताबाट हाम्रो भाटबडी नि आउँछ, तर हामी त्यहाँसम्म पुग्दैनौँ होला साथीहरू। यता हामी आन्टीहरूलाई पिकअप गरेर त्यसपछि हामी लाग्नेछौँ बेलौरी। हामी चाहिँ जानलाई यहाँ रेडी भइसकेको छौँ। हामी लास्ट डेस्टिनेसनमा पुगिसकेको छौँ पिकअप गर्नलाई। यता रेनु दिदीलाई। रेनु दिदी हाई भनिदिनु।
यता त तपाईँलाई चिनाइसकेछु दिदीलाई। यता चाहिँ निता दिदी अनि यता हुनुहुन्छ हाम्रो कान्छो आन्टी यता पिन्टु। सो हामी अब यहाँबाट निस्किन्छौँ बेलौरीको लागि। हामी चाहिँ वेटिङ अङ्कलको लागि गर्दैछौँ। अङ्कल पुग्न आँट्नु भयो। त्यसपछि हामी यहाँबाट निस्किन्छौँ साथीहरू। माछा खाने मान्छेहरू यहाँ हुन्छ। म चाहिँ भेज हो गाइस। काडा खाने म माछा खान धेरै मन पर्छ अनि यो चाहिँ माछा बेच्ने ठाउँ हो। अनि यहाँ चाहिँ हाम्रो निता दिदी हुनुहुन्छ। माछा खानालाई उत्रिसक्नु भएको छ। चाहिँ हाम्रो आन्टी हो। अनि यहाँ चाहिँ हाम्रो भाउजूहरू उत्रिसक्नु भएको छ माछा खानालाई। अनि यहाँ मेरो भाउजू चाहिँ सुतिरहेको छ। र भाउजू के भन्न चाहनुहुन्छ अरे हजुरको 2 शब्द राखिदिनुहोस्। के भन्न चाहनुहुन्छ हजुर? यो चाहिँ बाँसको टुप्पो त्यही हो। यसरी निम्बु फल्छ हजुरहरू देख्न सक्नुहुन्छ गाइजहरू। अनि हामी चाहिँ अहिले माछा खान जाँदैछौँ सबजना। म मेरो भदुको चप्पल लिन जाँदैछु। दाइ यहाँ चप्पल छ यहाँ पछाडि ढोका खोलिदिनु न। म चाहिँ गाडीमा चप्पल लिन आएको छु गाइज। चाहिँ मेरो भदुको चप्पल ल्याइसकेँ गाइजहरू। मलाई छोडेर गइसक्नु भयो कहाँ हो। आएर कस्तो भइरहेछ रमाइलो भइरहेछ। म पहिला पनि एकचोटि आएको थिएँ यहाँ। अनि यो चाहिँ पुरै पिस ठाउँ छ होइन। वाउ कस्तो राम्रो ताल यहाँ हेर्नु गाइज। वाउ उमा चाहिँ हाम्रो हेर्नु हेर्नु दिदी हजुर यहाँ आएर कस्तो भइरहेको छ। कस्तो भइरहेछ यहाँ गाउँ आएर। भइरहेछ गाउँ आएर एकदमै राम्रो लागिरहेको छ। फ्रेस फिल भइरहेको छ। यहाँ हेर्नु गाइज। हेर्नु गाइज यहाँ चाहिँ माछा मात्रै छ। कस्तो भइरहेको छ गाउँ आएर। भदुहरू इन्जोय गर्दै यो पत्ताको चाहिँ पैसा बन्छ अरे। यहाँ आउनु होला सम्पर्क गर्नु होला। पैसा टिप्ने मान्छे चाहिँ मेरो भाउजू हो। पैसा पाइसक्नु भएको छ। कहाँ जानु भएको भदु? ए अब चाहिँ हामी घुम्न जाँदैछौँ गाइज। माछाको वेटिङमा माछा अनि हामी सबैजना घुम्न जाँदैछौँ। कुकुरा देखेर के अघि देखेको बन्द ताल गेटमा नजिकै छ आउनु। फुफु र भदु हुनुहुन्छ गाइज। हामी चाहिँ यहाँनिर एउटा पुल छ अरे त्यही पुल घुम्न जान आँटेको हो। अब हामी वहाँ घुम्न जाँदैछौँ। एउटा के गेट छ अरे त्यो गेट हेर्नुको लागि।
उही गएर भेट्छु ल गाइस। चाहिँ गेटमा पुगिसकेको छौँ हामी। यही गेट हेर्न आएको थियौँ। बन्द तालको गेट हो यो चाहिँ, मेन गेट। अनि हामी चाहिँ यहाँ इन्ट्री गर्दैछौँ। के अरे बन्द तालको खोलामा पुगिसकेको छौँ। अनि यहाँ चाहिँ खानेकुराको लागि डिस्कसन हुँदैछ। यहाँ हेर्नु कस्तो राम्रो ठाउँ छ गाइजहरू। हजुर पनि आउन सक्नुहुन्छ। यो चाहिँ कहाँ हाम्रो कञ्चनपुरमा छ। यो चाहिँ धेरै राम्रो ठाउँ छ। हजुरहरू पनि भिजिट गर्न सक्नुहुन्छ आफ्नो फ्यामिलीसँग। धेरै राम्रो छ। हाम्रो माछा रेडी भइसक्यो। हामी चाहिँ खाना जाँदैछौँ। हजुरहरू देख्न सक्नुहुन्छ। माछा रेडी भइसकेको छ यता। अब हामी खान्छौँ। यो खाएको पनि देखाउँछौँ ल। मिठो देखिरहेको चाहिँ साथीहरू, मिठो खाए ल। तिमीहरू खाने हो सक्छौ? एकदमै मिठो भयो हाम्रो माछा चाहिँ। हामीले कहाँ खायौँ भन्दाखेरि माछा कुन ठाउँ रह्यो यो? बिर्से फेरि नाम। बन्दातालको गेटको नजिकै अलि अगाडि आएर एकदमै मिठो माछा। सोचेको पनि थिएनौँ। एमआर फिस फार्म भन्नेमा खाएको साथीहरू, तपाईँलाई पनि आउनुहुन्छ भने यता पक्कै पनि पसेर जानु होला। तपाईँलाई रिग्रेट हुने छैन। सोचेको भन्दा राम्रो छ। सबैले रिभ्यू दियो आफ्नो। कस्तो थियो? एकदमै मिठो थियो। म त यति धेरै खान्छ जस्तो छु, तर स्मृति थियो होइन। स्मृतिले यति छिटो म भगवान् सबै खाइहाल्ने फटाफट। कस्तो मिठो थियो। दिदीलाई खानु तँलाई लाज लाग्दैन? सबै आफै खानु दिदीलाई। यो भ्लग हाल्नु भयो भने चाहिँ मसँग नबोल्दा हुन्छ। सबै खाकी साँच्चीकै फटाफट। झुट बोलेको रहेछ साथीहरू। त्यसो भए सबैजनाले मिलेर खायौँ। सोचेको भन्दा मिठो भयो। त्यही हो। त्यो चाहिँ हामी मेन जहाँ जानुपर्ने हो त्यहाँ जाँदैछौँ। अबको 15 मिनटमा हामी चाहिँ त्यहाँ पुग्छौँ। रेणुदीदीले भन्नुभएको होइन। अनि अब ओ माई गड, यहाँ यस्तो खोइ अङ्कल, यहाँ यस्तो पनि आइसकेको छ। हेर्नुहोस्, हामी यो घर गएर खान्छौँ। उहाँ अङ्कलले लिएर आउनु भएको। यो चाहिँ एकदमै मिठो हुन्छ जस्तो लाग्दैछ हेर्दाखेरि नै। खाँदाखेरि तपाईँलाई पक्कै पनि देखाउँछु। चाहिँ अब हामी चाहिँ अब आफ्नो डेस्टिनेसनमा पुग्न आँट्यौँ साथीहरू। यो चाहिँ पुरै उखुबारी हाम्रो आन्टीको। यहाँ जति पनि देख्न सक्नुहुन्छ तपाईँ सब हाम्रो आन्टीको है। यो भण्डारी एरिया है साथीहरू, भण्डारी एरिया भनेपछि मेरो पनि पर्यो। म पनि भण्डारी। म त किन्दैन। यो साइडको पुरै हो। यहाँदेखि त्यहाँ देख्नु नि पुरै हो। यहाँबाट लिएर यो घरदेखि लिएर सक्यो यो घर। हामी चाहिँ पुग्यौँ। हामी चाहिँ जहाँ आउनु पर्ने। वाउ, ताली बजाऊ सबजना, ताली। घर आयो। हामी चाहिँ पुगिसकेका छौँ आफ्नो डेस्टिनेसनमा। फुलहरू कस्तो राम्रो तिहार आए जस्तै भयो साथीहरू हेरेर। हामी चाहिँ पुगिसकेको छौँ। भाग्यमानी हामी आएको यता अप्पुकोमा। यो हाम्रो डेस्टिनेसन साथीहरू, जहाँ हामी आउँछौँ भनेर आएको थियौँ। यही हो। यसलाई भन्छन् बेलौरी गाउँ। बेलौरी, धनगढीको बेलौरी गाउँ। यता हाम्रो यता कुखुराजी पनि हुनुहुन्छ। हेर्नु साथीहरू, कति फ्रेस लाग्छ यस्तो ठाउँमा आएपछि। वाउ। तर यिनीहरू चाहिँ माथि जाँदैछ। साथीहरू, हामी गाउँमा आएको छौँ। यहाँ हेर्नुहोस्, यो चाहिँ हो मेसिनले घाँस काट्ने। यता छ हातले घाँस काट्ने। अनि हामीसँग यता छ कुखुराको घर। त्यसपछि यहाँ छ गोबर ग्यास। यहाँबाट चाहिँ गोबर हाल्नुपर्छ, त्यसपछि ग्यास आगो बल्छ। यो चाहिँ सिधै किचनमा लगेको छ। यता पैसी दाजुहरू हुनुहुन्छ। बच्चाहरू एकदम रमाइरहेका छन् यता। गाउँ यस्तो छ साथीहरू, कति राम्रो। खाना चाहिँ एकदमै मिठो भएको थियो साथीहरू। यताको मासु, भात, दाल, अचार,
खुर्सानी पोलेको सबै मिठो थियो तर भिडियो बनाउन पाएन किन भन्दाखेरि नि अब बाबुलाई मोबाइल देखाउनु पर्ने भयो आफूले खाँदाखेरि त्यसैले देखाउन पाइनँ तर मिठो चाहिँ धेरै नै मिठो थियो। अब हामी अर्को ठाउँ जान्छौँ घुम्न शोभाताल भन्ने ठाउँमा साथीहरू तपाईहरुलाई देखाउँछु। हामी जान लागेको अब घुम्नलाई। बाबु चाहिँ अगाडि गइसकेको छ हामी अब जाँदैछौँ। हामी चाहिँ ग्रीन पार्क जादियौँ सबैजना हामी ग्याङहरू आमालाई लिएर जादियौँ हामी सबैजना ग्रीन पार्क जाँदैछौँ गाइज हेर्दै इन्जोय गर्नु होला। यो चाहिँ हाम्रो गाउँ हो। अर्को हजुरआमालाई भेट्न जाँदैछौँ गाइज सबैजना। कहाँ हुन्छ रेन दिदी? उहाँले टिकटक बनाउनु भएको छ हेर्ने दर्शकहरू यहाँ हेर्नुहोस् है गाइस। स्मृतिको फेभरेट गाना है साथीहरू हो कि नै भन? चाहिँ पुगिसकेको छौँ यता शोभाताल भित्र। हामीले अवतरण गरिसकेका छौँ शोभातालमा। एकदमै राम्रो छ। यता चाहिँ पिकनिक खाँदै हुनुहुन्छ। जति बेला खानेकुरा मात्रै हुन्छ साथीहरू यता अरू केही काम छैन खाने मात्रै छ। कहाँ माग्न गएको भात छ ल यस्तो खेलौँ झुला भनेर आएको यहाँ तालचाल आएको छ साथीहरू। कसरी खेल्ने अब? यो खेल्न मिल्दैन अनि कहिले खेल्छन् यो? मान्छे लड्यो मर्यो यहाँबाट लडेर मर्यो। ओ माई गड यहाँबाट लडेर मान्छे मर्यो अरे। सोध्नु न त्यहाँ आन्टी हात नलाउनु जानु भइहाल्यो। कस्तो डर लाग्यो। फोटो खिच्न मिल्छ रे बसेर। कत्रो बच्चा भन्नु त? कति वर्षको? यो भ्लग हो नि त मेरो। यस्तो झुट बोल्नु हुँदैन नि मान्छेलाई। कस्तो कहाँ धकेलिदिनु वा देखिनुहोस् लक लगाएको। यो मान्छे बौला हो साथीहरू। धकेल्नु कि धकेल है। म त यता ताल भनेर आएको। यसको पछाडि ताल होला भनेर आएको साथीहरू तर होइन रहेछ। ताल त त्यहाँ रहेछ। प्र्याङ्क भयो साथीहरू। हामीलाई प्र्याङ्क भयो यहाँ ताल भनेर आएको। उहाँ हेर्नु साथीहरूमा अब यतातिर यस्तो हिँड्न जाँदैछौँ हेर्न जाँदैछौँ। अब भर्खर पहिलोचोटि आएको पछि कहिले हो कहिले होइन यस्तो राउन्ड मारेर घर जानुपर्छ। अलिअलि सिमिलर टु जकर्ताल है साथीहरू। ए साथीहरू हामी चाहिँ जाँदैछौँ यसो हिँडेर। अब एकछिनमा हामी फेरि जानेछौँ ग्रिन पार्क भन्ने ठाउँ। ग्रिन पार्क कता हो भन्दाखेरि हामी बेलौरीतिर छु। मैले कुदे मासु पकाउँदैछन् साथीहरू तर दिँदैनन् हामीलाई। राम्रो ठाउँ रहेछ साथीहरू। तपाईँहरू आएर यहाँ घुम्न सक्नुहुन्छ। गर्लफ्रेन्ड लिएर डेटमा पनि आउन सक्नुहुन्छ। डेटिङ बस्नको लागि एकदम बेस्ट छ। अनि फ्यामिलीसँग पनि आउन सक्नुहुन्छ। हामी चाहिँ फ्यामिलीसँग आएको छौँ।
यसो दसैँ तिहारको बेलामा कता जाम भन्ने हुन्छ भने यदि तपाईँहरू धनगढीतिर हुनुहुन्छ भने यता पक्कै पनि आउनु होला। एकदमै राम्रो ठाउँ छ। मैले पनि पहिलोचोटि थाहा पाएको साथीहरू आएर यहाँ पनि यस्तो ठाउँ रहेछ भनेर। यस्तो यहाँ बस्ने ठाउँ पनि छ हेर्नु। ओ बोटिङ पनि रहेछ, बोटिङ पनि रहेछ साथीहरू हेर्नु उता बोटिङ। आन्टी को छ यहाँ? आन्टी यहाँ सबै हामी दिदीहरू हो। आन्टी अरे भाइ आन्टी जस्तो देखिन्छौँ हामी। को छ यहाँ आन्टी जस्तो भन्नु त? यहाँ कोही छ? को छ भन्नु आन्टी जस्तो? उहाँ 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 सबै हामी दिदी हो। म त उसको सफारी चढेकै चढेँ भाइ भन्दै चढ्छु दुःख हुन्छ। हाम्रो सानो आन्टी, यता दिदी र मेरो नन्द बहिनी, यता हाम्रो निता दिदी, मम टु बी सुन, भेरी भेरी सुन, एकदम नियर। यता चाहिँ हाम्रो रेणु दिदी, ब्युटिफुल सिङ्गल। यदि कसैले सिङ्गल अहिलेसम्म त सिङ्गल हो नि त, बिहे नहुन्जेल मङ्नी नहुन्जेल। भर्खर पानीपुरी खाएको साथीहरू भिडियो नै बनाउन बिर्सिन्छु। नपत्या हेर्नु यहाँ पुरी पानीपुरीको झोल चाहिँ यहाँ चाहिँ ठ्याक्कै हो। धरमा पछाडि बस्ने ओके बाई बाई। हाम्रो चाहिँ अब खानपिन कार्यक्रम। अब हामी फेरि निस्किँदैछौँ। अब हामी चाहिँ जाँदैछौँ पार्क, ग्रिन पार्क। हामी अहिलेसम्म पुगेको छैनौँ। बाटो चाहिँ एकदमै खराब रहेछ है। घुम्दा 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 अब अझै लाग्छ होला 10-15 मिनट। हामी चाहिँ अघिदेखि घुमेछौँ, अझै पुगेको छैनौँ ग्रिन पार्क। अब चाहिँ पुग्छौँ जस्तो छ। बाटो चाहिँ एकदमै खराब छ, उहाँ हेर्न सक्नुहुन्छ तपाईँहरू अगाडि। एकदमै यस्तो छ बाटो। धनगढीदेखि आएको हामी ग्रिन पार्क हेर्नलाई बेलौरी हुँदै पुगेपछि बेलडाँडीतिर जाँदैछौँ साथीहरू। धनगढी हुँदै बेलौरी हुँदै बेलडाँडा जाँदैछौँ तपाईँहरू। बेलडाँडी सरी साथीहरू। धेरै समय पश्चात हामी चाहिँ पुगिसकेको छौँ। लिटिल ग्रिन कटेज यता छ। यता नानीले भाइलाई समाकी चाहिँ ल हामी चाहिँ पुगिसकेको छौँ। यता एकदमै राम्रो छ ठाउँ, एकदमै राम्रो छ, ब्युटिफुल, एकदमै राम्रो छ, एकदमै राम्रो छ साथीहरू। यता लिटिल ग्रिन कटेजमा एकदमै राम्रो छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यता बच्चाहरूको लागि एकदमै राम्रो छ। टिकट काट्ने हो यता? पैसा लाग्छ? कति पैसा लाग्छ अरे? 1 2 3 4 5 6 7 8 9 10 जना छौँ कि के हो? 3 4 5 6 7 8 9 10 वटा। एउटा डिस्काउन्ट गरिदिनु, 9 वटा गरिदिनु। बच्चाहरू डिस्काउन्ट हो, बच्चाहरू त यतिकै पनि डिस्काउन्ट हो। 25 रुपैयाँमा। हजुर यो प्राइभेटै नै हो। 1000 को नोट है साथीहरू। आन्टी कस्तो राम्रो साथीहरू, एकदमै राम्रो। वाउ, एकदमै मजा आउँदो रहेछ साथीहरू, कस्तो मजा आएको। अब म एकछिन मेरो नन्दलाई दिन्छु खेल्नलाई। पक्न दिन्छु भने बित्तिकै दिइहाल्छु त, दिन्छु भनेको के। अनि यसमा चाहिँ मजा आइरहेको छ खेल्नलाई। इभान सिउ त्यहाँ छ। इमा चाहिँ मेरो काखमा राख्दा एकछिन 2 मिनट हेर्दैन। त्यहाँ हाम्रो दिदी हुनुहुन्छ खेलिराख्नु भएको। अलिकति हल्ला पछाडि भाउजू र मेरो भदु पिङ खेल्दै हुन्छ गाइजहरू।
वाउ कस्तो राम्रो पहिलो गीतको सुरुता होला नि गीत सिकाउने अब जान लागेको घर यताबाट एकदमै राम्रो ठाउँ रहेछ हामी पहिलोचोटि आएको थियौँ एकदमै राम्रो ठाउँ छ साथीहरु तपाईहरु पनि आउन सक्नुहुन्छ एकदमै राम्रो छ के रे नाम अंकल ग्रीन पार्क नाइ यताको यो कस्तो राम्रो हेर ठाउँको नाइ कटेज बेलडाँडी बेलडाँडीको ठाउँ बेलडाँडीमा पर्ने लिटिल ग्रीन कटेज एकदमै राम्रो छ सबैजना भिजिट गरिदिनु होला पछुताउनु हुने छैन रिग्रेट हुने छैन ओके अब हामी यहाँबाट निस्किन लागेको साथीहरु केटाकेटीहरु चाहिँ आइसक्रिम खाँदैछन् खै तिमी खाएर देखाउ त वाउ कस्तो राम्रो खाकी भाइले वाउ ल भाइ इभान्स ल आउनु होला है साथीहरु सबैजनालाई इन्भाइट छ हामी चाहिँ गएको यहाँबाट